दुप्चेश्वर महादेव भर्याङ भर्याङ। तर यहाँबाट हेर्दाखेरि पाहाडीको भ्यू। त्यहाँ अगाडि होटल रे के एउटा कस्तो राम्रो होटल भने हो त्यो, राम्रो बनाएर रहेछ। होला तल भर्याङ चढ्दै 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 अझै भर्याङ चढ्दै 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 जानु छ। राम राम गाह्रो हुने रहेछ। ल अझै कति छ भर्याङ चढ्नलाई। ओम नमः शिवाय, ओम नमः शिवाय। जय शम्भु, 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 जय शम्भु। कहाँ पक्का चढाउँछ कोही। जय शम्भु, जय शम्भु, जय शम्भु भोलेनाथ, जय शम्भु। शम्भुनाथ अझै छ कति चढ्न, अझ कति छ। आधा चाहिँ चढ्यो कि अझ माथि उकालो धेरै रहेछ है। जय इन्डियामा पनि हो। देखाइदिउँ यताबाट जाँदै जाने गएको हो पनि बोले। चढेको ठाउँ अब रोकेको हुन्छ बाटो। यहाँ झन् ठाडै रहेछ। आमामा ऐतेरिका अब मन्दिर चाहिँ आउनु लाग्यो जस्तो छ। अझै छ भर्याङ कति। ओहो गाह्रो। लो प्रभु शक्ति दिनुहोस् है भगवान। अब यो गाई नहिँड्ने मान्छेहरूलाई चाहिँ यस्तै गाह्रो छ। त्यही भएर अलि शरीरलाई दुःख चाहिँ दिनुपर्ने रहेछ। यो धेरै सुख भयो भने पनि मान्छेलाई धेरै गाह्रो दुःख गर्न नसक्ने। फाइनल्ली हामी चाहिँ अब दुप्चेश्वर महादेव मन्दिर आइपुग्यौँ। जानु तल बेलपत्ताला। फाइनली दुप्चेश्वर महादेवको हामीले त दर्शन गऱ्यौँ। जो आउन पाउनु भएको छैन, जो आउन सक्नुहुन्न उहाँहरूले पनि यही मार्फत दर्शन गर्नुहोला। हर हर महादेव, जय शम्भु, जय शम्भु, जय शम्भु। भगवानले सबको रक्षा गरोस्, सबको कल्याण होस्। प्रभु ओम नमः भगवती महादेव शिवाय, महादेव शिवाय। भगवान चाहिँ पहिले सानो हुनुहुन्थ्यो अरे होइन, सानो थियो अरे, ढुङ्गा बढेर यत्रो भएको अरे क्या। मलाई चुच्चो भयो जस्तो लाग्यो है। बढेर चुच्चो भयो अरे सानोबाट भनेर यहाँ गुरुले भन्दै हुनुहुन्छ। त्यही भएर यहाँ जे माग्यो त्यही पुरा हुन्छ अरे। राम्रो नराम्रो नराम्रो त कसले माग्छ र होइन, तर एउटा चिज मात्रै माग्ने भन्नुहुन्छ। यहाँ मन्दिर माथि चाहिँ एउटाहरूको मुनि भगवानहरू पनि कस्तो अप्ठ्यारो अप्ठ्यारो ठाउँमा बस्नुहुन्छ। भक्तजनहरूलाई दुःख गरेर आउनु भनेर होला। कस्तो राम्रो।
कतिको धैर्यता गर्न सक्ने रहेछन्, कतिको ज्ञानी रहेछन्, कतिको बुझेका हुँदो रहेछन् भनेर हैन कतिको चाहिँ सक्षम हाम्रो गुरुको कुरा सुन्नु है के भन्दा भगवानले विचार गर्नुहुन्छ के त्यही त अप्ठ्यारो ठाउँमा बस्नु हो त्यही त देवी हुनु या देवता हुनु शक्तिशाली देवी देवता चाहिँ अप्ठ्यारो ठाउँमा बस्नुहुन्छ नि सकभर अर्को ठाउँमा भिर बनाएर पानी भएका ठाउँ इत्यादि त्यस्ता क्रियाकलाप छ त्यही त दुक्षेश्वर महादेव पनि त यो ढलान खसाल्दै भने को हुन्छ त्यही त कस्तो यो ढलान गरे जस्तै पुरा भिरमा ओडार जस्तो त्यही त यो स्वर्ग भात यो बनाउँदै गयो त्यही त पहिले त बहुत दुःख थियो यहाँ त्यही त अत्याधिकै गाह्रो कपुर भयो लहर बाल्दो कपुर डालु हाम्रा गुरुहरू यहाँ ल जस एकचोटि चाहिँ आउनु पर्ने ठाउँ र छ है हामी त आयौँ तपाईहरु पनि आउनुस्